सम्पूर्णमा नमस्कार। यति बेला चाहिँ हामी 9 नम्बरको वाडा कार्यालयमा छौं र यहाँ चाहिँ वाडा कार्यालय फोर्नको लागि यो भाइहरुको समूह आएका थिए। कतिजना थियो? 8 जना हैन। यहाँको स्थानीय 9 जना उनीहरु 7 नम्बर वाडा कार्यालय फोरेर आएको भन्ने कुरा छ हैन। तिमीहरु गैरीकै बासिन्दा। यसरी हामीले यहाँ समातेका छौं। सम्पूर्ण स्थानीयहरुको सक्रियतामा यहाँ समातिएको छ। तपाईहरु पनि सबैजना आफ्नो वाडा कार्यालय नजिक गइदिनुस्, आफ्ना नजिकका सरकारी संरचनाहरु जोगाउनुस्। यति बेला 7 जना भाग्या छ है। अब बाँकी रहेका वाडा कार्यालयमा आउन सक्छन् तिनीहरु। सम्पूर्ण स्थानीयहरु सचेत हुनु होला। तिनीहरु तपाईहरुको वार्डमा आउन सक्छन्। सबैजना सचेत हुनु होला। यति बेला जेनजी छैन यो आन्दोलनमा। यो बाहिरबाट घुसपेट भएको छ। हामीले यिनीहरुलाई समात्नको लागि निरन्तर गस्ती गरिरहेका छौं, हिँडिरहेका छौं। तपाईहरु सबैजना पनि आफ्नो ठाउँबाट सकेको सहयोग गरिदिनु होला यिनीहरुलाई समात्नको लागि। कामले आगो लगाउनमा तँलाई कोले सहयोग गरे भन्थे अरुले लाको यिनीहरु तैले नामले के गर्यो? सबैको नाम भन। मात्र यो तेरो घाँटीमा घुसाइन्छु मैले। सिधै भन। 10 जना भन्दा ग्रुप 10 जना भन को को नाम? दुईटा अशोक एउटा समुद्र सबै 7 नम्बर घर भन। घरका सबै 7 नम्बर हो। सब चुप लाग्नु त। ल एकजना चुप लाग है। आज के हो थाहा छ? आज किन यस्तो भयो थाहा छ? जेनजी हो कि के हो जेनजी भने थाहा छ? 13 वर्षमा 13 18 के को लागि गरे यो थाहा छ? के को लागि गरे? त्यो सरकारहरुले भ्रष्टाचार गरेको। अनि यो कार्यक्रम भ्याइएछि तिमीहरु किन आऊ? तिमी नगरपालिका कार्यक्रममा थियौ? बिहान 10 बजेको जेनजीको कार्यक्रममा थियौ? जेनजीको कार्यक्रम भ्याछि यो फोड्दै किन हैनौ? जेनजीले त फोड्दै हैन हैन। भ्रष्टाचार गरे ह। कसले भने यहाँ सार्वजनिक सम्पत्ति यो एकछिन साथीहरुको नाम एक तेरो नाम के? त्यो साथीको नाम र घर भन्न। दुईटा अशोक कुमार छेत्री अनि अनमोल बिटालु अनि एउटा सोनु आलियो भाइ जलाएर अनि सबै थाहा हुन्छ। अनि झाडी टोक्ने एउटा त्यसको निकनेम थाहा? त्यसको नाम के हो? निकनेम हाम्रो त्यो गाउँले भन्थे के रे? तिले हाम्रो गाउँ नाम गाउँ त्यसको भाइ। तिमीहरु एकछिन 8 जना भयो। यो यसले जे बयान लिए पनि ल यहाँ सुन। अब सुन तिमीले कहाँ के गरिस भन। कहाँ के गरिस भन। ठक्कै भन्नै फेरि। अर्को यही 7 नम्बर वडालाई मात्र साच्चै के गरिस 7 नम्बरमा? 7 नम्बर वडालाईमा मैले त हैन अरूले गरेको हो। फेरि झुट बोल्छस्? हैन साच्चै म आएर साथीले काम गणेश 7 नम्बर वार्ड कार्यालय फोड्नमा कोले लगाउँछ? यति बेला मेरो मोबाइल स्विच अफ हुने अवस्थामा पुगिसकेको छ। तपाईहरुलाई फेरि पनि म अनुरोध गर्न चाहन्छु नजिकै भएको वाडा कार्यालयहरु सरकारी संरचनाहरु सबैले जोगाउनुस्। यति बेला जेनजी आन्दोलनमा छैन। हामी सबै गैंडाकोटवासी मिलेर हाम्रो गैंडाकोट जोगाउनु पर्ने अवस्था आइसकेको छ। घुसपेट भएको छ। हतियार सहितका मान्छेहरु आएर यसरी वाडा कार्यालयहरु सरकारी संरचनाहरु जलाइरहेका छन्। हामी निरन्तर रूपमा हिँडिरहेका छौं। तपाईहरु पनि नजिकै गस्ती गर्नुस्, आफ्नो नजिकको संरचना जोगाउनुस्, आफू पनि जोगिनुस् र अरूलाई पनि जोगाउनुस्। भोलि बिहान के हुन्छ हेरौँला। अहिलेको लागि सबैजना जोगिनुस्, सजग भएर बस्नुस्। नाम भन। थाहा भएको मात्र भन्दै भन। एउटा त्यो अशोक कुमार